बडो सावधानी अनि शान्तिपूर्ण रूपमा सुकुम्बासी बस्ती खाली गर्न भूमिका खेल्ने नेपाल प्रहरी, जसले आज वास्तवमै जनताको मन जितिरहेको छ। यी प्रहरीहरूले चौतर्फी प्रशंसा कमाइरहेका छन्। डण्डा र गोली चलाएर मात्र होइन, सहयोगी भावनाले पनि जनताको मन जित्न सकिन्छ भन्ने उदाहरण प्रहरीले देखाएको छ। नेपाल प्रहरीका यी दुईजना एसएसपी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सौमेन्द्र सिंह राठौर अनि जिल्ला प्रहरी परिसर काठमाडौँका इन्चार्ज रमेश थापा आज मनोहरा क्षेत्रमा खटिए आफ्ना फौजलाई घरबाट निकालिएका नागरिकहरूको सहायता गर्ने निर्देशन दिँदै गल्ली गल्ली पुगे। अशान्ति मचाइएला कि भनेर गोली गट्ठा बोकेर पूरा तयारी सहित पुगेका सयौं प्रहरीहरू आज हतियार बिसाएर नागरिकको पोको पुन्तुरो ओसार्न सहायता गरिरहे। पछाडिका कारणहरू जे जस्तो भए पनि बसिरहेको डेराबाट अकस्मात आफ्ना नागरिकलाई निकाल्ने काम आफैमा निर्दयी नै हो, तर पनि यो काम राज्यले गर्नै पर्ने थियो, स्वयं सुकुम्बासीहरूको भविष्य, राज्यको सुशासन र सरकारी सम्पत्तिको सदुपयोगको खातिर। तर यी दृश्यहरू पनि उत्तिकै माया लाग्दो छ, जहाँ वास्तविक सुकुम्बासीहरूले थातथलो छाड्नु पर्यो। हिजो थापाथलीमा शान्तिपूर्ण रहे पनि मनोहरा क्षेत्रमा केही तनावको अवस्था सिर्जना भएको थियो। मदिरा सेवन गरेका केही युवाहरूको समूहले प्रहरी माथि नै आक्रमण गरेको थियो, तर प्रहरीले त्यसलाई सामान्यकरण गर्दै आज सुकुम्बासीहरूलाई गरेको सहयोगले दुःख सुखको सारथी प्रहरी हो भन्ने तथ्यलाई प्रमाणित गरेको छ। कुनै झडप बिना शान्तिपूर्ण रूपमा प्रहरीले कसरी सुकुम्बासी बस्ती हटाउन सक्यो त? अहिलेसम्म कुनै पनि सरकारले सुकुम्बासीहरूको व्यवस्थापनमा ध्यानै दिएन, दिएकाहरू पनि असफल रहे। बालेन शाहले महानगरमा हुँदादेखि नै प्रयास चाहिँ गरेका थिए, तर संघ सरकार बैरी बन्दा उनी असफल बन्न पुगेका थिए। यतिसम्म कि रवि लामिछाने गृहमन्त्री बन्दा समेत बालेनले प्रहरीको सहयोग पाएका थिएनन्। त्यसबेला सरकारबाट सकारात्मक सहयोग नपाएपछि नगर प्रहरीकै बलमा एक्सन लिन खोजे, तर उल्टै नगर प्रहरीहरू घाइते बने। त्यसबेला असफल बनेको उनको सपना अहिले पूरा गरिँदैछ। शक्तिशाली गृहमन्त्री सहितको प्रधानमन्त्रीको आसनमा रहेका बालेनको एक इसारामा प्रहरीले आफ्नो पुरै शक्ति सुकुम्बासी बस्ती खाली गराउन केन्द्रित गरेको छ। अघिल्लो 2 दिन माइकिङ मात्रै गरेन, सुकुम्बासीहरूलाई उचाल्ने, आन्दोलनको माहौल बनाउन भूमिका खेल्ने नक्कली सुकुम्बासी हुकुम्बासीका नाइके सबैलाई छापामार शैलीमा पक्राउ गरी खोरमा हुल्यो। त्यसपछि अनौपचारिक रूपमा सुकुम्बासी बस्तीमा नागरिकहरूसँग प्रहरीले संवाद थाल्यो। प्रधानमन्त्रीको पनि अनुरोध सहितको स्ट्याटस आयो। त्यसपछि सुकुम्बासीहरू बस्ती छाड्न तयार भए। अहिले सरकारले वास्तविक सुकुम्बासीको पहिचान सुरु गरेको छ। सक्कली सुकुम्बासीहरू प्रहरीले भने अनुसार ठाउँहरूमा गइरहेका छन्। नक्कली हुकुम्बासीहरू चाहिँ टाप कसेका छन्। प्रहरी र महानगरपालिकाको सम्पर्कमै नआइकन उनीहरू टाप कसेका हुन्। तर जे होस्, प्रहरीले अपनाएको यो तहको सतर्कता र समन्वयको वातावरणले सुकुम्बासी बस्तीमा प्रहरीले एक लट्ठी पनि उचाल्न परेन, सुकुम्बासीहरूले प्रहरीलाई एक ढुङ्गा पनि प्रहार गर्न परेन।